अर्को एउटा जग दिएर पठाउनु इस्माइल आइज सिक्नुपर्छ का उठ्नु सिक्नुपर्छ त म त च्याप्चु भनिहाल्ने सिक्नुपर्छ घरबार कसरी सिकेर आउनु ठिक रहेनछ यो जाम अझै यो पाइप पनि ब्लक रहेछ यहाँ पाठा पल्तिर आवालाई लिएर गयो भने चाहिँ दुईजना गएर ट्याक्क जानी यतै हो मुलखातिर होला नि
कोलाई हो निरो दिनु भएन मासु नै उठ्यो भनिदिए उठ्यो भ्याइ भ्यायो लै भ्यायो भन्दै सक्यो भोलि पनि काट्ने आउनु भन्नु परेन पिर्का हो त भन्नु सही हुन्छ कि मैले अहिले राख्नु भने हो त्यो पिर्का राख्नु अब त केही ज्यादै लाउनु छैन त सऱ्यो भनेर चाहिँ अहिले तल भयो मैले यो काटौँ न आज त सङ्क्रान्ति दिनको त बनाउनु न क्या मासु मिसिएको मासु दस किलो हुँदैन 20 किलो 10 किलो हुँदैन 7-8 किलो होला 7-8 किलो कति ठुलो खै एक ठुलो त्यसलाई अरे 9-10 अब 9 भयो 15 हुनु पऱ्यो नि अब प्रोग्राम गर्नु त्यो पनि छैन त्यसो हान्न त ठुलो छ त हो त्यसले त अहिले एक्काइ गरी देखाइन्छ गने गएर के तन्दा धुन्दा तो मिसलाई दे ल ये हला पर्छ ल यो हाल्ने अब एउटा धुलो भएन हतियार लाउने भने त जान मासु त जाँदैन के अहिले लाएन कि यिनीहरूले हानेछु लाउँदै लाउने चोटै नपरे चाहिँ पर्यो एकपछि काट्ने हतियार जस्तो त्यसले घाँ काट्ने जाँदैन क्या हजुरको त यो मिसियो हेऱ्यो पुग्छ ल ल भाइ यो पुग्यो है ल यो पुग्यो यो पुग्यो भाइ यो पुग्यो हैन उठाउन पर्छ कि फोन त दुई क्लियर कुरा गर्न पर्छ यसैबाट हाल्दै रहनु के अब यसबाट हाल्दिन्छु यो साथ त नबेको साइड गरेर अर्को जोइन्छ ल ल दिपक ल सुन्दै गर्न दिनु न के फेरि हो त फोन हानेको उठाउनु न के हजुरकै काट्ने अरे भनेर यहाँ मासु 2-3 जनाले खान्न भने भन्नु न त्यसले जान्दैन कि कमाली त्यसले हड्डी निकाल्नु जान्दैन के म उठाउँछु जात त उले जान्दैन कहिले नगरेको के भन्छन् आधा किलो मासु पताउनु मैले हो त्यही भएर मैले बिहानै भनेको ल ल त्यसै
त्यसो तिमीले आधी किलो लैजा आधी किलो डल्ले गएर पठाइनु मैले बिहान नउठ्दाखेरिको आएको थिएँ कस्तो कुरो आफूलाई भनी आउनु आधी किलो मासु पतान गामभरले नपटाए सिँगे काटेर खाने नि बिहान फोन गर्दा निरो दिनु पर्दैन सोध्न सोधेको बिहान मासु नउठेर कुद्के आउँदा रन्जित हामीले त्यो भनेको नउठेको म आएर एकछिन बसेर भाइसिन क्यारे गएको मजाले पुग्यो क्या त्यसको कर एक किलोवाला उठाउनु त किलोवाला कुन छ अङ्कलको उठाउनु पैसा 5-5 निकाल्नु अझै हाल्नु अझै हातमा बोल्नु है बुढा ल यहाँ लोकल भुटुवा यहाँ ठ्याक्क के अरे डाब एक किलो मात्रै छ पर्न यो पार्न भ्याइन्छ क्या त्यहाँ आजको र कस्तो हो क्या दिपक दाइ के छ अनि काटेर हेर्नु थियो बिचारा यानी पाठै तँ पनि अहिले हेर्नु थियो बिचारा हल्का पानी हाल त्यसमा हल्का पानी हाल्दै पखाल्छ काटे छैन भन्नु त सानो सानो कतार निकाल्ने हुन्छ अब जनता बढी छन् तू काय दिएसी सुत्छ नि जति किन आटन दिना